के तपाईले कहिले कोकाकोला भित्र यसरी केरालाई राखिएको देख्नुभएको छ? यदि देख्नुभएको छैन भने आजको हाम्रो भिडियो तपाईले पक्कै हेर्नुपर्छ। किनभने यदि तपाईले कोकाकोला भित्र केरालाई राख्न सक्नुहुन्छ भने तपाई आफ्नो छतमा सानो टब प्रयोग गरेर हरेक महिनामा फल उत्पादन गर्न सक्नुहुन्छ। अब म तपाईलाई यो भिडियोको बारेमा बताउन चाहन्छु। यो ग्राफ्टिङ विधि यति सजिलो छ कि घरमा साना बच्चाहरूले पनि यो भिडियो हेरेर केवल 5 मिनेटमै सिक्न सक्छन् र यसरी केरा उत्पादन गरेर तपाई हरेक महिना हजारौं रुपैयाँ कमाउन सक्नुहुन्छ। आजको विज्ञान यति प्रगतिशील भइसकेको छ कि ग्राफ्टिङ विधिबाट फलफूलका बोटहरू उमार्न धेरै सजिलो भएको छ। म तपाईको धेरै समय बर्बाद गर्दिन। आउनुहोस् छिट्टी सिकौं कसरी सानो प्रक्रियाबाट केरा उमार्न सकिन्छ। यो प्रक्रिया सुरु गर्नका लागि हामी 2वटा केरा, 250 मिलिलिटरको कोकाकोला बोतल, 2वटा प्रयोग गरिएका प्लास्टिकका गिलास र 4वटा स्टिक लिनेछौं। त्यसपछि ती केराहरूलाई धारिलो छुरीले भिडियोमा देखिएको तरिकाले काट्नेछौं। अब हामी त्यस केरालाई 40 दिनका लागि सुरक्षित स्थानमा राख्नेछौं। 40 दिनपछि तपाईले केराको बोटको जराबाट सुन्दर हरिया पातहरू उम्रिएको देख्न सक्नुहुनेछ। तपाई स्पष्ट देख्न सक्नुहुन्छ कि केराको भित्री र बाहिरी भाग कति सबल बनेको छ। अब हामी ती सबै सामग्रीहरूलाई राम्ररी मिसाउनेछौं। जब हाम्रो जैविक माटो र धानको भुस मिसाउने प्रक्रिया सकिन्छ, त्यसपछि हामी त्यो मिश्रणलाई 2वटा प्लास्टिक कन्टेनरहरूमा आधा भर्नेछौं। त्यसपछि हामी केराको बोटलाई उठाएर त्यो प्लास्टिक टबमा राख्नेछौं र बोटको चारैतिर अलिकति माटो थप्नेछौं। दोस्रो केराको बोटका लागि पनि यही प्रक्रिया दोहोर्याउनेछौं। पछि ती दुवै प्लास्टिक थैलीहरूमा थोरै पानी हाल्नेछौं अनि ती थैलीहरूलाई हटाउनेछौं। त्यसपछि हामी 2वटा ठूला प्लास्टिक कन्टेनरहरू लिनेछौं। एउटा ठूलो भाँडोमा थोरै माटो, धानको भुस र जैविक मल मिसाउनेछौं अनि दुवै केराका बिरुवाहरूलाई त्यो टबमा राखेर चारैतिर थप माटो हाल्नेछौं। त्यसपछि दुवै बोटहरूलाई थप पानी दिनेछौं र 50 दिनका लागि सुरक्षित स्थानमा राख्नेछौं। 50 दिनपछि अर्को प्लास्टिक कन्टेनरमा पानी र थोरै मात्रामा कृत्रिम मल, सिन्थेटिक फर्टिलाइजर मिसाउनेछौं र त्यस मललाई केराको बोटको जरा नजिक राख्नेछौं। पछि दुवै बोटहरूलाई तपाईको बगैँचामा एउटै स्थानमा राख्न सक्नुहुन्छ वा चाहनुहुन्छ भने जहाँ तपाईलाई सजिलो हुन्छ त्यहाँ राख्न सक्नुहुन्छ। यदि तपाईलाई यो भिडियो मन पर्यो भने वा कुनै प्रश्न छ भने कमेन्ट बक्समा लेख्न नबिर्सिनुहोस्। म तपाईलाई 1 हप्ताभित्र देखाउनेछु कि कसरी एउटै बोटबाट भण्टा, बैगन र केरा दुवैको ग्राफ्टिङ गर्न सकिन्छ। यस्तै महत्त्वपूर्ण भिडियोहरू हेर्नका लागि यो पेजलाई फलो गर्न नबिर्सिनुहोस्।